हे गाइज, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म तपाईहरुलाई मेरो छोटो परिचय दिन चाहन्छु। मेरो घर चाहिँ हो सङ्खुवासभा। म चाहिँ कक्षा 12 को एक्जाम दिएर बसिरहेको छु। मलाई चाहिँ भिडियो ब्लगहरु बनाउन धेरै नै मन पर्छ। तपाईहरु सबैजनाले साथ सपोर्ट गरिदिनु होला। यो पछाडीको सानो झुपडी घर चाहिँ मेरो हो। हेर्दा मात्र झुपडी घर हो। यहाँ हाम्रो परिवारको मिठो मिठो सम्झनाहरु यो घरमा सीमित रहेको छ। हाम्रो मम्मी र बुवाले चाहिँ बिहान बिहानको काम गर्दै हुनुहुन्थ्यो। काम सकेर बिहान बिहानै हाम्रो बुवाले चाहिँ आगो ताप्दै हुनुहुन्छ, जहाँ चाहिँ मम्मीले मिठो मिठो खानेकुराहरू पकाउनु भएको थियो। साँच्चै के भन्नुपर्दा मलाई मम्मीले पकाएको खानेकुरा मिठो लाग्दैन र पनि भिडियोको लागि नाटक गरिदिएको। हस्त धन्यवाद। खाना खाइसकेर म चाहिँ लागे आफ्नो चर्तीकलाई देखाउन। मलाई चाहिँ एकदम भिडियो बनाउन मन लाग्छ, त्यही भएर म चाहिँ त्यही बनाइन्छु। धेरै दिन भएको थियो मैले कपडाहरू नधुएको, त्यही भएर मम्मीले 20 रुपियाँ पैसा मागेर 40 रुपियाँको साबुन किनेर म चाहिँ लागे लुगा धुनु। धेरै दिन लागेको लुगा भएर मैलोहरू धेरै नै थियो, त्यही भएर धेरै नै धुएँ। हाम्रो घरबाट चाहिँ धारा पुग्न अलिक टाइम लाग्छ नि त, हिँड्दै जानुपर्छ, त्यही भएर धारा जान लास्ट नै झ्याउ लाग्छ। फटाफट लुगा धोएर म चाहिँ आएँ घरमा आएर लुगा सुकाएँ। लुगा सुकाउन त सुकाएँ, तर घामै आएन। घाम आओस् कि नआओस्, तर यो मेरो भिडियोमा लाइक कमेन्ट चाहिँ आउनु पर्यो। हस्त धन्यवाद।